हे गाइज गुड मर्निङ। आज चाहिँ मैले सिधै के अरे ट्रेनबाटै भ्लग सुरु गरेँ किनभने बिहान बिहानैको ट्रेन थियो। भ्लग गर्नै मन लागेन, बिहान बिहान निन्द्रामै थिएँ म। अनि ट्रेनभित्र आएर मस्त 3 घन्टा सुतेँ। अनि अहिले चाहिँ हामी दिल्लीमा हाम्रो ट्रेन पुग्यो। कुरुक्षेत्र जान अझै 4 घन्टा जति छ। अहिले चाहिँ उठेर बस्यो यत्तिकै, यस्तो झ्याउ लगाएर यस्तो निन्द्रा पनि लागिरहेको थियो। त्यही नि उठेको अरे अब फाइनल्ली हामी स्टेसनमा पुगिसक्यौँ। कुरुक्षेत्र स्टेसन, कुरुक्षेत्र जङ्सन हो नामको, के अरे स्टेसनको नाम चाहिँ। अनि अब होटेल रुम खोज्ने होला, लगेज सगेजहरू राख्नु परिहाल्यो। अनि त्यसपछि बल्ल अब यहाँ त हल्का शीतलै रहेछ। यो त स्टेटमै फरक हो, हरियाणा हो यो। त्यही भएर यहाँ हल्का शीतलै छ जस्तो हो। अब आजै कति घुमिन्छ, भोलि फेरि ट्रेन छ दिउँसोकै। एक दिन मात्र बस्ने यहाँ, त्यही भएर आज जति घुम्यो आज र भोलि बिहानसम्म जति घुम्यो भ्यायो त्यति नै हो यहाँ त। फाइनली होटल रुमभित्र आइसक्यौँ चेक इन गरेर। अनि यो चाहिँ हल्का ठुलै होटल रहेछ है, राम्रो खालको। अनि यो डाइरेक्ट उसबाटवाला रहेछ। हुनु त पुरानोवालामा पनि थियो कपड सपड, तर यो ठुलो हल्का रुम एकदम फ्री खालको होइन, एकदम मजा। नुहाइ धुवाइ गरेर कपडा सपडा चेन्ज गरेर अब हामी खानातर्फ लागेको पहिला चाहिँ। अनि त्यसपछि अटो रिजर्भ गरेर यहाँ घुम्नुपर्ने, सबै ठाउँ अटोलाई घुमाइदियो भन्ने हो। आज भोलिमा भ्याउनु पऱ्यो, फेरि भोलिको ट्रेन छ। त्यही भएर अब अहिले चाहिँ खाना खाने ठाउँ खोजिरहेको। होटेलमा आइसक्यो, खाना अर्डर भइसक्यो। अब 10-15 मिनट कुर्नुपर्छ। खाना आइसक्यो, काउलीको तरकारी, राजमाको तरकारी, भात अनि काँक्रो। हामी महाभारत अहिले चाहिँ हामी जहाँ महाभारतको युद्ध भएको थियो नि, त्यो पाण्डव र कौरवहरू बिचमा, त्यो ठाउँमा हामी ठ्याक्कै युद्ध भएको ठाउँमा, रणभूमिमा। अनि यहाँ चाहिँ कृष्ण भगवानले अर्जुन ज्ञान दिनुभएको ठाउँ हो यो चाहिँ। अब अरू पुरै ठाउँहरू पनि छ। यो पुरै एरिया छ नि, यो पुरै एरियामा चाहिँ लडाइँ भएको थियो। अहिले त यहाँ के बनायो, यहाँ लडाइँ भएको थियो भनेर भन्नुहुन्छ यहाँ सबै मान्छेहरूले। यो पुरै एरिया 48 कोसको जग्गा अरे यो, यहाँ भरि पुरैमा लडाइँ भएको थियो अरे। अनि यो यत्रो कृष्ण भगवानको विराट स्वरूप है गाइज। अहिले म देखाइदिन्छु। यहाँ अँधेरो लगाइरहेको, त्यही नि ट्राई गरौँ न। टुक्रै छिकेको छ, म देखाइदिन्छु कत्रो। अनि पछाडि शेषनागसँग अनि कृष्ण भगवानको पुरै विराट स्वरूप। बद्रीनारायण भन्ने मन्दिरमा आएको दिउँसोको टाइममा मन्दिरहरू बन्द हुन्छ नि त, त्यही भएर यो पनि बन्दै रहेछ। अब बाहिरबाट दर्शन गरेर जाने। अब यो चाहिँ इस्कन मन्दिर है। इस्कन भनेको, इस्कन त हामीले त्यो मथुरामा पनि देखेको थियौँ नि, वृन्दावनमा। इस्कन खासमा केलाई भन्छ भन्दाखेरि विदेशीहरूले आएर बनाएको मन्दिरहरूलाई, हिन्दू टेम्पलहरूलाई चाहिँ इस्कन भन्छ अरे कि। त्यही भएर यो नि मन्दिरहरू आउने यार कत्रो भनेको। अरू कुरा छोडा नि यो घोडाको स्ट्याचुहरू आउँछ, कत्रो घोडाहरू हो यार। ब्रह्मकुण्डभित्र आएको थियौँ, यहाँ सानो छोरा हो तिमीहरू। काली माताको, कृष्ण भगवानको हुनुहुन्छ यहाँ पनि। अनि यहाँ हाम्रो प्यारो लड्डु गोपालजी, उहाँले चाहिँ हल्का झुला खेलाइदिनुपर्छ अरे कि। यहाँ अर्जुनले भीष्म पितामहलाई, आफ्नो हजुरबालाई बाण हानेर पानी खुवाउनु भएको थियो। अमरको वरदान लाग्थ्यो, त्यही भएर यत्रो बाण हान्दा नि मर्नु भएको थिएन। अनि पानी तिर्खा लाएर चाहिँ अर्जुनले बाण हानेर पानी चाहिँ खुवाइदिनु भएको थियो है। यी ब्रह्मकुण्ड भन्छ यसलाई चाहिँ। अझै एउटा मन्दिर छ, दर्शन गर्नुहोस्। काली माताको, हनुमानजीको, यहाँ हनुमानजीको सबको दर्शन गर्नुहोस्। यहाँ मोबाइलको चार्ज अघि लाग्यो, त्यही भएर छिटो बोलेको म। भद्रकाली मन्दिर मतलब ब्लगभरि यो सिरिजभरि पुरै मैले मन्दिर मात्र घुमेँ हो। त्यही भएर त्यही मात्र देखाइदिएको हो। के देखाउने, अझै जे घुम्यो त्यही देखाउनु पऱ्यो। अब दिल्ली पुगेपछि चाहिँ मन्दिर बाहेक अरू केही पनि देखाउँछु। एकछिन रेस्ट गरेर अब हामी हाम्रो यहीँ अगाडि एउटा ब्रह्मकुण्ड भन्ने छ होटेल अगाडि, त्यही जान्न गएको चाहिँ। अहिले चाहिँ लिफ्ट खोल्नु गाइज। ओरी बिस्कुट चाहिँ यहाँ 10 रुपियाँमा पाउँदो रहेछ यार, 10 रुपियाँ आएपछि। गाइज पुरै इन्डियाभरिमा मलाई मनपर्ने भनेको यो एउटा चिज हो कि 5 रुपियाँमा पाउँछ होइन। यहाँ 5 रुपियाँमा आइसीमा एकदम धेरै हुन्छ। अनि लास्ट मिठो पनि हुन्छ। यो चाहिँ मलाई लास्टै मनपर्छ यो।
तिनजनालाई यो देखाइदिएको पुरै एक्साइटेड भएर दौडिनु थाल्नुभयो यार। यो के कृष्ण भगवानको त होला नि, यस्तो टाढा हेर्दाखेरि राम्रै देखेको थियो। ऊ कृष्ण भगवान र अर्जुनकै रहेछ माथि। यो कृष्ण भगवान के अरे अर्जुनको रथमा चाहिँ ऊ हनुमानजीलाई राख्नुभएको थियो कि कृष्ण भगवानले। ए हनुमानजी पनि हुनुहुन्छ कि त्यो ऊ माथि यो के अरे रथ चलाउने चाहिँ कृष्ण भगवान हुनुभयो, लड्न जाने चाहिँ अर्जुन। कस्तो दामी यार, तर फोटो खिच्न लाउनुहुन्छ अब मलाई सियो थाहा। घुमेर निस्किसक्यो, झुम्का हेर्नु राम्रो हो। हजुरको त्यो लेङ्गामा सुहाउँछ। धेरै फोटोहरू छ, यो सब एआई मेड हो। त्यो राम्रै हो कि यो केदारनाथको भयो, यो राधाकृष्णको भयो, एकदम राम्रो राम्रो छ पाइराख्यो। अब हामी घुमेर ठाउँ जति पनि, तर लिनुहुन्छ र मम्मी लिनु न त। यार पर्फ्युम किन लाग्यो, पर्फ्युम चाहिँ सरी अत्तर किन लाग्यो होइन। यत्रो कति भन्दा 15 ml को बोतललाई 50 रुपियाँ आइसक्यो भनेको थियो होइन। अनि लत्तनलाई जति भयो नि अब सकिन्छ पर्फ्युमको, मलाई के अरे पर्फ्युम अत्तरहरूको सक लाग्छ, म किन्छु भनेर। अनि लत्तै मम्मीले नि किन्नु भन्नुभयो है। यसो स्मेल गरेको होइन, एकदम झुर क्वालिटीको 24 घन्टा टिक्छ र यहाँ अहिले मलाई स्मेल लगाएन, लगाएर आएको थिएँ हल्का होइन। एउटा स्मेल आएन के किन्यो भयो। अहिले चाहिँ यहाँ हामी उखुको जुस खान लाग्यो गाइज, डिनरमा चाउमिन। सो गाइज आजको ब्लगमा चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ। सब्सक्राइब गर्न नबिर्सिनु होला, लाइक सेयर अनि मिठो मिठो कमेन्ट पनि गर्न नबिर्सिनु होला। बाई।